हामीले 2-3 टा एलाइनमेन्ट प्रस्ताव गर्छौँ, त्यसमा जुनमा सहमति दिनुहुन्छ त्यसलाई अगाडि बढाउँछौँ। पहिला सर्वे भएको हाम्रो काम गर्नुलाई तर यो वनले गर्दा नभएर ठेक्का तोडेपछि फेरि रबिन मासेर कालो सुजी गरेर त ठेक्का यो काम गर्न सकेन। कन्ट्राक्टरले क्याम्प राख्यो कति मिटर हो? लगभग 500 मिटर 800 मिटर गर्नु हो। 800 मिटर सोच्यो त 800 मिटरले पुग्ने थियो हजुर। रिभर ट्रेनिङ गर्थ्यो, रिभर ट्रेनिङ प्रश्न थियो। त्यसम्म पनि गइसकेको पहिला पनि अब बन्छ ल। अहिले के छ, कुन स्टेजमा छ अहिले? अब उताको EIA सकेपछि बल्ल टेन्डर खोल्ने हो हैन? अब अहिले के भने हामीले जस्तो उताको अब कन्फर्म भयो, EIA को चाहिँ एलाइनमेन्ट स्वीकृत भयो, उहाँहरूले यहाँ हामीलाई चाहिँ EIA को सहमति दिनुभयो भने हामीले 2-3 टा एलाइनमेन्ट प्रस्ताव गर्छौँ, त्यसमा जुनमा सहमति दिनुहुन्छ त्यसलाई अगाडि बढाउँछौँ। रेलवे पनि थियो कि भन्ने रेलवेको पनि पुलको हिसाबले अलिकति काम भइसकेको पनि थियो अनि फेरि बिचमा यो यसो हजुर यो होल यो नदी नै बफर एरिया हो। धेरै दिनसम्म कन्स्ट्रक्सन मिटर म चाहिँ नि पर्यटनको पनि अध्यक्ष र वनको पनि अध्यक्ष। यो चाहिँ नि हाम्रो झन्डै 20 बिघा चाहिँ यो चाहिँ स्यान्डी चाहिँ छ बगर। यसलाई चाहिँ हामीले विशेष रूपले यसलाई चाहिँ हामीले पर्यटकीय गन्तव्य बनाउने भनेर पनि लागि परेका छौँ। तर यहाँ 2029 को नियमले गर्दाखेरि हामीलाई चाहिँ त्यसले बाधा चाहिँ वन सम्बन्धी नियम यो कारणले गर्दाखेरि हामीलाई दिइराखेको छैन। आजभन्दा 9 वर्ष पहिले पनि यही बाटोबाट चाहिँ नवलपरासी चाहिँ के अरे पुल जोड्ने भनेर चाहिँ गरिरहेको थियो। यो चाहिँ विश्व सम्पदा सूचीमा पर्ने भएको कारणले गर्दा त्यो चाहिँ क्यान्सल भयो। अब अहिले हामीले यो चाहिँ के अरे यो बगरमा स्यान्डी एक्टिभिटिज र के अरे रिभर एक्टिभिटिज गर्न सक्यौँ भने हामीले चाहिँ पर्यटनलाई पनि धेरै चाहिँ माथि लान सकिने। यता आउँदैन। अब यो त अलरेडी तटबन्धन भइहाल्यो होइन, छैन समस्या छैन। आउँछ यहाँसम्म, तर चाहिँ यतातिर गाउँतिर चाहिँ गएको अवस्था छैन। यसलाई चाहिँ विशेष रूपले हजुरले क्याबिनेटमा चाहिँ यो विषय सम्बन्धी उठाइदिनु भयो भने, पारित गरिदिनु भयो भने हामीले यो चाहिँ पश्चिम चितवनलाई चाहिँ अगाडि चाहिँ प्रक्रिया लाने समस्या चाहिँ छैन। त्यो देख्दिनु। हाम्रो एउटा पर्यटन विकास समिति छ, उहाँको अध्यक्ष उहाँ हो, म सहसचिव हो। त्यस्तो हाम्रो त मेन टार्गेट चाहिँ यसलाई स्यान्डी बिच बनाउने एउटा योजना छ। त्यसमा चाहिँ माननीयज्यूले चाहिँ नि ठीक छ, पहिला पुल हालौँ, अरू भन्ने पुल हालेपछि सबै बनिहाल्छ। गर्दै गरौँ। पुललाई प्रायोरिटी पुललाई जान्छ। पुल पर्यटनसँगै आइपुग्छ। त्यसलाई कसरी हुन्छ?